युएबाट नेपालमा डाटा रिचार्ज गर्नको लागि जस्तै यहाँ नेपालमा जानु होला। नेपालमा गइसकेपछि जस्तै यहाँ एनसेल एनटिसी चुज गर्नु होला र जस्तै मैले यहाँ एनसेल चुज गरेँ, एनसेलमा क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि यहाँ मोबाइल रिचार्ज गर्ने अथवा डाटा रिचार्ज गर्ने। अब डाटा हाल्दिन चाहनुहुन्छ भने डाटामा क्लिक गर्नु होला र मोबाइल रिचार्ज गर्ने मोबाइलको लागि जस्तो मैले यहाँ डाटा हाल्न चाहे जस्ट डाटाको लागि चाहिँ यहाँ जस्ट मोबाइल नम्बर हाल्नु होला। जस्तै आफ्नो एनसिएलको मोबाइल नम्बर हाल्नु होला। यसरी मोबाइल नम्बर हालेपछि नेक्स्ट गर्नु होला। यसरी नेक्स्ट गरेपछि चेक युर फोन नम्बर भनेको छ, आफ्नो मोबाइल नम्बर कन्फर्म गर्नु होला र जस्ट नेक्स्ट गरिदिनु होला। यसरी नेक्स्ट गरिसकेपछि यहाँ केही टाइम लिएको छ र यहाँ तपाईँले देख्न सक्नुहुनेछ 5, 10, 15, 20 को यसरी कति जिबी आउँछ यसरी हेर्न सक्नुहुनेछ। जस्तै मैले यहाँ 60 जिबी चुज गरेँ 28 दिनका लागि। यसरी क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि यहाँ 60 रुपैयाँ भनेर देखाएको छ र यसरी यहाँ तलबाट पैसा हाल्नु होला र अनि ओके गरिदिनु होला। जस्ट डाटा जानेछ।